के हुन सक्छन् त मृगौला क्यान्सरका संकेत विशेष जानकारी आजको हेल्थ टिप्स तर्फ प्रस्तुत गर्नेछौं। मृगौलाको क्यान्सर विशेष गरी प्रारम्भिक चरणमा प्राय कुनै स्पष्ट लक्षण नदेखिन सक्छ। रोग बढ्दै जाँदा केही संकेतहरू देखिन सक्छन्। आउनुहोस् जानो मृगौला क्यान्सरका केही संकेतहरू। मृगौला शरीरको एक महत्वपूर्ण अंग हो जसले सम्पूर्ण शरीरको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ। त्यसकारण यदि मृगौलाको क्यान्सर विकास हुन्छ भने यसको लक्षणहरू चाँडै पहिचान गर्नु महत्वपूर्ण छ। मृगौलाको क्यान्सरका लक्षणहरू सामान्यतया मौन हुन्छन् जसको अर्थ तिनीहरू तुरुन्तै स्पष्ट हुँदैनन्। मृगौलाको क्यान्सरले सामान्यतया सुरुमा पीडा दिँदैन र दुखाइ हुँदासम्म क्यान्सर पहिले नै उल्लेखनीय रूपमा बढेको हुन्छ। मृगौलाको क्यान्सरका लक्षणहरू पिसाबमा रगत मृगौलाको क्यान्सरको सबैभन्दा सामान्य र स्पष्ट लक्षण हो। यदि पिसाब गाढा रातो देखिन्छ वा पिसाबमा रगतका थोपाहरू देखिन्छन् भने यसलाई व्यवस्था गर्नु हुँदैन। लगातार तौल घट्नु यदि कुनै कारण बिना तौल घट्छ वा घट्दै जान्छ भने यो क्यान्सरको लक्षण हुन सक्छ। क्यान्सर कोषहरूले शरीरको ऊर्जा प्रयोग गर्छन् जसले गर्दा तौल घट्छ। भोक घट्नु वा भोक नलाग्नु क्यान्सरको लक्षण हुन सक्छ। मृगौलाको ट्युमरले बिरामीलाई भोक नलाग्ने बनाउन सक्छ। रक्त अल्पता मृगौलाले शरीरलाई रातो रक्त कोषहरू उत्पादन गर्न मद्दत गर्ने हर्मोन उत्पादन गर्छ। क्यान्सरले यो प्रक्रियालाई बाधा पुर्याउँछ जसले गर्दा रक्त अल्पता हुन्छ। ढाडको तल्लो हिस्सामा गाँठो कम्मरको ठिक माथि गाँठो बन्छ र सुनिन थाल्छ। यो ट्युमरको संकेत हुन सक्छ। थकान हुनु रातको पूरा निन्द्रापछि पनि यदि तपाईँ दिनभरि थकित सुस्त र कमजोर महसुस गर्नुहुन्छ भने यो पनि मृगौलाको ट्युमरको संकेत हुन सक्छ। लामो समयसम्म ज्वरो आउनु मृगौलाको क्यान्सरले कुनै बाह्य समस्या बिना नै ज्वरो निम्त्याउन सक्छ। यदि तपाईलाई लगातार हल्का वा उच्च ज्वरो छ भने यसलाई व्यवस्था गर्नु हुँदैन। मृगौलाको क्यान्सरको ज्वरो सामान्यतया रातमा हुन्छ। यदि तपाईले आफूमा यहाँ बताइएका लक्षणहरू अनुभव गर्नुभयो भने युरोलोजिस्टसँग परामर्श गर्नुहोस्। युरोलोजिस्ट वा सामान्य चिकित्सकले उचित जाँच मार्फत तपाईलाई क्यान्सर छ कि छैन भनेर पुष्टि गर्न सक्छन्। यदि कुनै समस्या 2-3 हप्ता भन्दा बढी समयसम्म रहिरह्यो भने यसलाई व्यवस्था नगर्नुहोस्। यी त रहे मृगौला क्यान्सरका संकेतहरू। आजको हेल्थ टिप्स तर्फ प्रस्तुत गर्यौं।